कहिले सोच्नु भएको छ कि जनावरहरूलाई पनि हामी मान्छेलाई जस्तै दुःख लाग्दो हो कि उनीहरू पनि एक्लो हुन्छन् होला? आज यस्तै प्रश्नहरूको जवाफ जापानको एउटा सानो बाँदरको साँच्चै मन छुने कथामा लुकेको छ। ल, आज हामी जापानको इचिकावा चिडियाखाना पुग्दैछौँ, जहाँ एउटा सानो तर असाधारण साहसी बाँदर बस्छ। उसको नाम हो पञ्च र उसको कथाले साँच्चै नै प्रेरणा दिन्छ। पञ्चको कथा उसको जीवनको सुरुवात एकदमै एक्लो र भनौँ न निकै कठिन थियो। उसको कथा एउटा गहिरो सङ्घर्षबाट सुरु हुन्छ। कुरा हो सन् 2025 को जुलाई 26 को। पञ्च जन्मियो, तर जन्मिन नपाउँदै उसकै आमाले उसलाई त्यागिदिइन्। सोच्नुस् त, भर्खरै जन्मेको एउटा सानो जीवको लागि योभन्दा ठूलो सङ्कट के हुन सक्छ? खैर, चिडियाखानाका हेरचाहकर्ताहरूले यो देखे र तुरन्तै उसलाई आफ्नो संरक्षणमा लिए। कल्पना गर्न सक्नुहुन्छ, जन्मिँदा ऊ जम्मा 500 ग्रामको थियो, एकदमै सानो, कमजोर र एक्लो। उसको अगाडि त बाँच्नु नै एउटा ठूलो पहाड जस्तो चुनौती थियो। अब यहाँ एउटा कुरा बुझ्न एकदमै जरुरी छ। हेर्नुहोस्, सामान्यतया माकाक बाँदरका बच्चाहरूले न्यानोपन र सुरक्षाको लागि सधैँ आमाको शरीरमा टाँसिएर बस्छन्। तर बिचरा पञ्च, उसले त्यो प्राकृतिक माया र सुरक्षा कहिले पाएन। तर यहीँबाट कथाले एउटा साँच्चै अविश्वसनीय मोड लिन्छ। अब पञ्चको जीवनमा ती हेरचाहकर्ताहरू र एउटा विशेष खेलौनाको प्रवेश हुन्छ र यही कुराले उसको जीवन नै बदलिदिन्छ। हेरचाह गर्ने कोसुके, सिकानो र सुम्पेई मियाकोशीलाई राम्ररी थाहा थियो, यदि यो बाँदरलाई यत्तिकै छोडियो भने यो बाँच्न सक्दैन। उनीहरूले अवस्थाको गम्भीरता बुझेका थिए र उनीहरूलाई थाहा थियो कि केही गरिएन भने पञ्चको भविष्य अन्धकारमय छ, र उनीहरूको त्यही निर्णयले पञ्चको ज्यान बचायो। त्यसैले आमाको अभाव महसुस नहोस् भनेर उनीहरूले उसलाई एउटा ओराङगुटानको खेलौना दिए, र त्यो खेलौना उसको लागि सरोगेट आमा जस्तै बन्यो। मतलब आमाको ठाउँ लिने एउटा विकल्प जसले उसलाई सुरक्षा र सान्त्वना दियो। अनि पञ्चले त्यो खेलौनालाई यस्तो आफ्नो बनायो, यति गहिरो सम्बन्ध बनायो कि ऊ जहाँ गए पनि त्यसलाई कहिल्यै छोड्दैनथ्यो। जब डर लाग्थ्यो वा एक्लो महसुस हुन्थ्यो, ऊ त्यही खेलौनालाई अँगालो हालेर बस्थ्यो। तर पञ्चको परीक्षा यतिमै सकिएको थिएन। सकिएको थिएन। अब उसको जीवनमा अर्को ठूलो चुनौती आउँदै थियो। बाँदरहरूको एउटा ठूलो र कठोर समूहमा घुलमिल हुने प्रयास। त्यसपछि सन् 2026 को जनवरीमा पञ्चीलाई मङ्की माउन्टेन भनिने एउटा ठूलो ठाउँमा सारियो, जहाँ दर्जनौं अरू बाँदरहरू थिए। यो उसको सामाजिक जीवनको लागि एउटा ठूलो कदम त थियो, तर यो निकै जोखिमपूर्ण पनि थियो। अब त्यहाँको अवस्था कस्तो थियो भने एकातिर समूहका अरू बाँदरहरू एकदम बलिया, आक्रामक, जहाँ शक्तिको मात्रै राज चल्थ्यो, अनि अर्कोतिर थियो पञ्च, कमजोर र डराएको। नतिजा के भयो भने उसलाई सधैँ हेपिन्थ्यो, पन्छाइन्थ्यो। र यो कुरा सुन्दा नराम्रो लाग्न सक्छ। उसको नाम पञ्च किन राखियो भन्ने कारण झनै दुःखद छ। अरू बलिया बाँदरहरूले उसलाई सधैँ मुक्का हान्थे, मतलब पञ्च गर्थे। सोच्नुस् त, उसको नामै उसको पीडाको प्रतीक बन्न पुग्यो। तर भन्छन् नि, हरेक अँध्यारो रातपछि उज्यालो बिहान आउँछ। हो, अब कथा पञ्चको रूपान्तरणतिर मोडिन्छ। कसरी ऊ एक नायकको रूपमा चिनियो त्योतर्फ। आफ्नो त्यही खेलौना जसलाई उसले आमा मान्थ्यो, हो त्यही खेलौनाबाट पाएको हिम्मतले पञ्चले बिस्तारै बिस्तारै अरू बाँदरहरूको सामना गर्न थाल्यो। त्यो निर्जीव खेलौना नै उसको आत्मविश्वासको सबैभन्दा ठूलो सजीव स्रोत बन्यो। अनि त्यसपछि जे भयो त्यो साँच्चै अचम्मको थियो। पञ्चको सङ्घर्षको कथा बिस्तारै जापानभरि फैलियो। सामाजिक सञ्जालमा त #HangInTherePunch भन्ने ह्यासट्याग नै भाइरल भयो। अनि मान्छेहरू, खासगरी बालबालिकाहरू, यो हिरो बाँदरलाई भेट्नकै लागि चिडियाखाना आउन थाले। त्यसो भए यो सानो बाँदरको जीवन यात्राबाट हामीले के सिक्न सक्छौँ त? यो कथाले आखिर के सन्देश दिन खोज्दैछ? पञ्चाको कथाले साँच्चै गहिरो पाठ सिकाउँछ। पहिलो कुरा त आफूभन्दा कमजोरलाई कहिल्यै हेप्नु हुँदैन। दोस्रो, जस्तो सुकै कठिन समय आए पनि कहिल्यै आशा हार्नु हुँदैन। र तेस्रो, र सायद सबैभन्दा महत्त्वपूर्ण, माया र सहाराले जो कोहीलाई पनि फेरि खुसी बनाउन सक्छ। र यो कथाको सबैभन्दा सुखद अन्त्य, आज त्यही 500 ग्रामको पञ्च करिब 2 किलोको भएको छ
र ऊ एउटा खुसी, आत्मविश्वासी बाँदर बनेको छ। उसले आफ्नो सङ्घर्षमाथि विजय पाएको छ र अब ऊ एक्लो छैन। पञ्चको कथाले के देखाउँछ भने सानो शरीरमा पनि ठूलो साहस हुन सक्छ र जतिसुकै अँध्यारो भए पनि कतै न कतै आशाको किरण भेटिन्छ। अब प्रश्न यो छ कि हामी सबैले यो सानो नायकको कथाबाट के सिक्न सक्छौं होला?